Hello everyone, welcome to my vlog. आज चाहिँ मेरो बर्थडे हो. फर्स्ट अफ अल विश मी ह्यापी बर्थडे. अरे ह्यापी बर्थडे टु यु. आज चाहिँ मेरो बर्थडे हो अनि भोलि चाहिँ जसले क्यामेरा खिचेछ हाम्रो सुसन भाइको बर्थडे हो. त्यही भएर आज चाहिँ हामी अहिले चाहिँ हामी चाहिँ स्वर्गद्वारी भन्ने निस्किन लाग्यो. तर यसको अब अहिले चाहिँ साँझको 5 बजिसक्यो. हामी कहाँ पुग्छौँ अब आज चाहिँ त्यही बस्छ अनि भोलि बिहान चाहिँ मन्दिर जान्छ. आज पनि मन्दिर हामी पुग्न सक्छौँ. अब चाहिँ हामी बाटोमा जे जे हुन्छ म चाहिँ देखाउन जान्छु. ल हामी चाहिँ भालुबाङ आइपुग्यौँ गाइस. भालुबाङ अब चाहिँ यता चाहिँ जाने बाटो यो. हामी जान्छ यता प्युठानतिर गाइस. हामी चाहिँ अब यहाँबाट चाहिँ अब प्युठान सुरु भयो. दाङ छोड्यो यता होइन. अब चाहिँ प्युठान सुरु भयो. ल गाइस हामी चाहिँ बिच बाटोमा थियौँ ट्युसन जाँदै. यहाँ चाहिँ टिप्पर यहाँ तल, डोजर यहाँ माथि. ल है गाइस होइन. ल गाइस हामी चाहिँ यस्तो अब यहाँ चौकाटिया अब यही बाटोबाट लगाउन र ब्रेक. हामी चाहिँ आज भिङ्ग्री आइपुग्यौँ होइन. आजको बसाइ चाहिँ हाम्रो भिङ्ग्री नै हुन्छ गाइस होइन. अब भोलि चाहिँ स्वर्गद्वार जान्छौँ. आज चाहिँ यतै नै बसाइ हुन्छ होला. अब खानासाना खाँदै हामी चाहिँ हाम्रो अर्डर चाहिँ यस्तरी आउँछ गाइस. टक्क हामी आफ्नै कर्साबारीबाट क्याप्टेन टिमेर ल्याएर छौँ. थ्याङ्क यू सो मच. गाइस हामी चाहिँ बिहान उठ्यौँ होइन. हामी चाहिँ अहिले भिन्डीमा छौँ. अब यहाँबाट हामी चाहिँ स्वर्गद्वार जान्छौँ. यता माथि चाहिँ स्वर्गद्वार जान्छौँ. अब बाइकहरू वाम स्टार्ट हुँदैछ. बान्दारा सर्विङ सर हाम्रो सुसन भाइ छ. उसको चाहिँ आज बर्थडे हो. सो आज चाहिँ उसलाई ह्याप्पी बर्थडे विस गरिदिनु पऱ्यो कमेन्टमा. त्यही नै हो. हामी छौँ अब हामी स्वर्गद्वार जान्छौँ अनि यस्तो दर्शन सुसन गरेर फर्किन्छौँ यता. ल हामी चाहिँ गइरहेछौँ अनि हामी पुग्ने चाहिँ यहाँ चन्द्रमा कति राम्रो देखिरहेछ. त्यही नै हो गाइस है. हामी चाहिँ हाम्रो चाहिँ चिया ब्रेक. बाबु भाइ मोज घर भाइ. हामी चाहिँ अब यहाँबाट निस्किन लाग्यो माथि गाइस. दिस नै हिमालको रेन्ज है. आइरहेछ गाइस. फाइनली हामी चाहिँ स्वर्गद्वार आइपुगेको छौँ. बाइक पार्क गरिसक्यौँ है. यहाँको चाहिँ आज बर्थडे हो. उहाँ चाहिँ फोनमा बिजी हुनुहुन्छ. उहाँ सर पनि फोनमा बिजी हुनुहुन्छ. अनि उहाँ हाम्रो भन्दा हुनुहुन्छ है. आइपुग्यौँ गाइस स्वर्गद्वारी भगवान् है त. ल गाइस हामी चाहिँ जाँदैछौँ. हो त्यहाँबाट यहाँ आइपुग्यौँ तर धौ भइसक्यो. कस्तो लाग्दैछ त गाइस? गर्नुपर्छ हजुर. अरू चाहिँ अरूको सर्टकटवाला भाइ कहाँ जानुभयो? यहाँ जानुभएको रहेछ. ठिक छ चलिरहेछ यात्रा. हामी 5 स्टेप हिँड्ने बस्ने उक्त रक्तचाप भएको. यस्तै हो भने तलबाट माथि आज 1.5 घन्टामा माथि पुऱ्याउँछ. ल गाइस हामी चाहिँ फाइनल्ली आइपुग्यौँ मन्दिरमा. आइपुग्यो ल हामी चाहिँ खानालाई चिट काटेर अब खाना ठाउँमा जाँदै छौँ. भोक लागेर मर्न लागिसक्यो.
चाहिँ खाना खाने है त गाइज म चाहिँ अब सरहरूलाई भात खुवाउनलाई ल गाइस हाम्रो अर्ग्यानिक खाना सर्कोदारीको हामीले खाँदैछौँ भोकले मर्न लाग्थ्यौँ बल्ल खाना पाइयो मिठो छ साग त झन् मिठो 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 पुरै छोडिदिनु खाना पनि खान्छु है अनि भन्छु खाना पनि मिठो 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 है दाल पनि मिठो छ सबै मिठो छ है त खाँदैछु खाँदै खाना खाँदै गाइस खानुपर्छ मिठो मिठो खाना है त्यो भने मलाई लास्ट रिस उठाएको एउटा वाह मिठो तर नुन ज्यादा है बाकी सब ठिक लगायत हामीले चाहिँ खानासाना खायौँ टन्न खाना खाइयो मिठो थियो थपी खाइयो है मिठो थियो खाना अनि खाइसक्यौँ अनि फेरि अब मन्दिरतिर आइरहेको छौँ भ्यू छ उता अब देख्छु यो रेन्ज कस्तो राम्रो होइन यो रमणीय दृश्य हेर्दै हामी बसिरहेका छौँ अनि हजुरलाई एउटा चिज देखाउँछु म यो जुन बन्दाकोपी सागहरू छ त्यो साग हेर्नु साग यही नै रोपेर यही नै फलाएर चाहिँ हामीले त्यही खान्छौँ अहिले हामीले खाएको चाहिँ अर्ग्यानिक नै हो है त्यही भएर चाहिँ यहाँको मिठो हुन्छ त्यसपछि अरू चाहिँ भन्नुपर्दा चाहिँ मन्दिरको दृश्य यो भयो पूजा हुँदैछ त्यो मेन मन्दिर बन्दै रहेछ त्यसको चाहिँ यो चाहिँ रमाइलो छ केटाहरू बसिहान मोज गरेछन् त्यही नै हो हामी चाहिँ अब फर्किनु लाग्यो है फर्किनु लाग्यो अनि उहाँ हाम्रो अन्त्यहरू हुनुहुन्छ उहाँहरूसँग टिकटक बनाउँदै हामी गइरहेछ है रमाइलो भइरहेछ लगाएछ हामी चाहिँ झरिसक्यौँ तल अब घरतिर लाग्ने तयारी हुँदैछ केटा कस्तो लाग्यो कस्तो लाग्यो कस्तो लाग्यो कस्तो लाग्यो यस्तो चलाउँछु गाइस हामी चाहिँ चिया सिया खाएर अब निस्किनु लाग्यो यहाँबाट धरम पानीबाट लगाइज हामी चाहिँ भिङ्ग्री आइपुग्यौँ फर्केर भिङ्ग्री अब चाहिँ दाङतिर लाग्यो है त लगाइज हामी चाहिँ नयाँ गाउँ आइपुग्यौँ होइन अब चाहिँ भालुबाङ 48 किलोमिटर छ हामी चाहिँ दरबान आइपुग्यौँ है दरबान लगाएको अब यो पुलबाट चाहिँ अब यता चाहिँ जुठानलाई पछाडि छोडेर हामी चाहिँ दाङ प्रवेश गऱ्यौँ होइन शान्तिपुर गाइज हामी चाहिँ भालुबाङमा आइपुग्यौँ है भालुबाङ थोरै लाग्यो गाइज थोरै एकदमै थोरै लागिरहेछ गाडी भइरहेछ के गर्नु हामी चाहिँ अहिले चाहिँ राजधानी घाट आइपुगिसकेका छौँ जसलाई म राजधानीको कार्यालयहरू देखाउन गइरहेको छु हेरिदिनु होला
jacket. Lamai bazaar. Sorry guys, I forgot to end the video, and this is the end of video. If you like the video, then don't forget to hit the subscribe button, and I hope you enjoyed the video. Thank you for watching. See you in the next video. Bye. Bye.